हजुरहरू रवि लामिछानेलाई भेट्न चाहनुहुन्छ भने हजुरको प्रतीक्षाको घडी नजिकै आइसकेको छ। रूपन्देहीका विभिन्न ठाउँहरूमा रवि लामिछानेको घुम्ने एउटा चाहिँ टाइम टेबलको सेड्युल मसँग आइसकेको छ। म तपाईँलाई सरसर्ती बताउँछु। खैरेनीदेखि सुरु भएको मायादेवी रोहिणी गाउँपालिका हुँदै भैरुवा हुँदै तपाईँको सियारी गाउँपालिका अनि छपिया हुँदै मोतीपुर, त्यसै गरी शुद्धोधन गाउँपालिका फर्सटिकट चोकमा 2:45 ठ्याक्क फुल दिन सक्नुहुनेछ। तपाईँहरू बाटोमा बसेर फुल दिने कार्यक्रम छ। यो कुनै यो टाइम टेबल अनुसार कुनै भाषण अथवा केही पनि होला जस्तो छैन। अनि विभिन्न गाउँपालिका पुगेर बुटोलका विभिन्न ठाउँहरू सैनामैना हुँदै लास्टमा बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेर टुङ्गिने एउटा मैले पत्र भेटाएको छु। त्यो मैले तपाईँलाई त्यहाँ हालिदिन्छु। तपाईँहरू रवि लामिछानेलाई भेट्न चाहनुहुन्छ भने म त्यो टाइम टेबल अनुसार तपाईँहरू बाटोमा उभिएर फुल गुच्छा माला लिएर बस्न सक्नुहुनेछ। हस्त, धन्यवाद।